मधेसको सङ्कट लागु औषधको दलदलमा फस्दै युवा पुस्ता। मधेस प्रदेशमा लागु औषधको लत अहिले यति बढिसकेको छ कि गाउँ गाउँमा पीडाको आवाज सुनिन थालेको छ। भर्खरका नानी बाबुहरू जसले भोलि आफ्नो आमा बुबाको सहारा बन्नुपर्ने थियो, आज त्यही बच्चा गलत कुलतमा फसिरहेका छन्। जो हातले बुबा आमाको सपना पुरा गर्नु पर्थ्यो, आज त्यही हात लागु औषधतर्फ बढिरहेको छ। जसले घरमा खुसी ल्याउनु पर्थ्यो, आज त्यही कारणले घर घरमा आँसु बगिरहेका छ। मधेसका आमा बुबा दिन रात रोइरहेका छन्, आफ्नो सन्तानलाई बचाउन नसकेको पीडामा कराइरहेका छन्। तर त्यो पीडा सुन्ने कोही छैन जस्तो भएको छ। लागु औषधको चरम दुरुपयोगले केवल एउटा बच्चा होइन, एउटा परिवार, एउटा समाज र पुरै भविष्यलाई नष्ट गरेको छ। यदि समयमै यो रोक्न सकेन भने भोलि देश नै सङ्कटमा पर्न सक्छ। आज मधेसका आमा बुबाहरू सरकारतर्फ ठुलो आशा र विश्वासका साथ हेरिरहेका छन्। उनीहरूको एउटै आग्रह छ, हाम्रो सन्तानलाई बचाइदिनुहोस्, यो गलत बाटोबाट फर्काइदिनुहोस्।